हेलो गुड मर्निङ एभ्रिवान सबैजनालाई ब्लगमा फेरि पनि स्वागत छ। लौ के हो बौलाइस क्या बिस्तारै है कान्छा टोक्नु पनि बेर हुँदैन गाह्रो पो छ त केटा हो। अब यस्तै छ आज चाहिँ म कति बज्यो इन्टरनेट कनेक्सनले पनि के भन्छ 8 बज्न आँटेको रहेछ। म चाहिँ आज 28 ट्रिप राखेर हिँडेको छु है। फेरि यो मौसम पनि यस्तो छ क्या पानी परिरहेको छ बिहानदेखि त्यो पनि 28 त हान्नै पऱ्यो भनेर खास 37 हान्ने प्लान आज। अब हल्का ढिला पनि भइसक्यो र पानीको अवस्था पनि यस्तो छ दिउँसो पानी पऱ्यो भने अलिक मजाले चाहिँ हान्नु पाइँदैन क्या। त्यही भएर 28 चाहिँ राखेको छु र आज चाहिँ याङ्गो हुन्छ मेरो 28 ट्रिप है। सबैजनाले माया गर्दै गर्नु होला मेरो भ्लगलाई हेर्दै गर्नु होला है। ल मजाले फेरि भेट्नेछौँ हामी। केटा हो मेरो एउटा फर्स्ट ट्रिप चाहिँ कम्प्लिट भइसक्यो तर मेरो 100% जोडिँदैन। मैले एउटा एक्स्ट्रा हान्नै पर्छ किनकि मेरो इन्टरनेट कनेक्सन पनि एकदमै नचलेको अवस्थामै है। चल्छ चल्दैन त्यस्तो भएर चाहिँ यहाँ चाहिँ यो कम्प्लिट भए पनि मैले एउटा चाहिँ अब हान्नै पर्छ त्यो डाटा अफ। त्यो भन्नाले नेटै नचले पनि बोनसै नदिँदो रहेछ गाह्रो पो छ नि त केटा हो। यो कुरा चाहिँ विचार गर्नु पऱ्यो है। यता हेर्नु ए हौ नि त 93 हो। हस् हस् वेलकम। फाइनल्ली 2 ट्रिप कम्प्लिट केटा हो। पानी पर्छ स्योर हो। हाम्रो युनिक टाइकोबाट यसो मोबाइलको कभर ट्याक्टो प्लास्टिकको त्यो पानीले नभिज्नेलाई किनौँ भनेको बन्द पो रहेछ शुद्धको यार। पैसा वेलकम। पैसा थिएन केटा हो मसँग 120 रुपिस त यस्तो काम लाग्यो यार 15 रुपिस दिन यस्तै हुन्छ क्या हुनुपर्छ यस्तो है। है केटा हो लिन जान पिकअप लोकेसन 600 मिटर अरे 120 मिटर अनि यो डेस्टिनेसन पुऱ्याउनु जानुपर्ने चाहिँ 700 मिटर है। 700 मिटरको अस्ति मलाई 600 मिटरको चाहिँ बोनस दिएको थिएन 700 दिन्छ कि नै त 700 दिएन भने चाहिँ मैले याङ्गोसँग वायल झगडा गरेँ। त्यो नाइटहरू कता रोक्छ यता माइक्रो भन्नु नाइट 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 गाडी त खोइ त यता त काउन्टरहरू त यो साइड छ जस्तो माने एउटा दिन कति हो 153। हस् हुन्छ ल धन्यवाद हजुरलाई। मेरो चाहिँ यहाँ के भयो भन्दाखेरिमा चाहिँ उहाँ अघि उता कुन ठाउँबाट आउनुभयो यार मसँग जडीबुटीसम्म आउनुभयो। म जडीबुटी बाहिर ल्याएको बसेको फेरि बज्यो हिसाबेलको उठाइदिएको वहीँ पर्नुभयो क्या। अब एकजनाले 2 चोटि गर्दा त अब बोनस आउँदैन नि त। खास कुरो के हो त यार बोनस आएन भन्दा टेन्सन हुन्छ झन्। 28 ट्रिप छ है केटा हो। नामै देखाउँदैन क्या फेरि यो एउटै मान्छेले गऱ्यो भने कसरी सघाउनु त।
अब त्यस्तो भयो म चाहिँ एकचोटि मेरो दोस्ती राइडलाई चाहिँ कल गरेर इन्फर्म चाहिँ गर्छु मैले एक्स्ट्रा हान्नुपर्छ जस्तो नि मानिस एकचोटि कल गरेर सोध्छु है त के हुन्छ है त ल है हेलो हजुर सर सुन्नु न यो मेरोमा चाहिँ भर्खरै चाहिँ एउटै पेसेन्जर दुईचोटि पर्नु भयो कि अनि यो अवस्थामा चाहिँ के हुन्छ याङ्गोले बोनस दिन्छ कि दिँदैन दुईटै ट्रिप कम्प्लिट गरिसके हजुर हजुर जडीबुटी आएको फेरि म बाहिर आएर बसेँ फेरि उहाँले गर्नुभएको थियो मेरैमा बज्यो क्या हुन्छ हुन्छ यस्तो भयो मैले दुई ट्रिप कम्प्लिट गरिसकेँ क्या म अहिले चाबेलमा छु चाबेल उहाँ जडीबुटीदेखि चाबेल पनि कम्प्लिट गरिसकेँ क्या सेकेन्ड ट्रिप उहाँ नै पर्नु भएको थियो क्या अनलाइनै छु ए त्यही सोध्नु लाग्यो नत्र अरू बेला बोनस आउँदैन नि त त्यही भएर अब मैले चाहिँ फेक गरेँ होइन नि त उहाँले आफै बुक गर्नुभयो मेरैमा बसेको त्यो त मेरो फल्ट होइन नि त ए हुन्छ सर त्यही सोध्नको लागि हस् हस् हुन्छ ल धन्यवाद ल उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरिमा चाहिँ इफ तपाईँले फेक राइड होइन अनि उहाँलाई एकछिन अफलाइन बसेर फेरि गर्न लगाएको होइन भनेर चाहिँ आउँछ भन्दै हुनुहुन्छ त्यस्तो त हामीले गराउने चान्सै भएन नि एउटै मान्छेलाई नचिने मान्छेलाई त्यही हो त्यही पनि मैले एक्स्ट्रा त अब हान्नै पर्ने हुन्छ कि अब न त डरै भयो यार फेरि झगडा गर्न कहाँ जानु त्यो अलिकति त्यो हिसाब चाहिँ पैसाको लागि पनि झगडा गरेर नि आउँदैन फेरि बोनस दिन उहाँ सिस्टमबाटै काट्छ अरे अब त्यही त पार्टनरलाई केही भन्न सकिँदैन हामीले त्यही भएर एक्स्ट्रा चाहिँ हाल्छु यो यस्तो अवस्थामा चाहिँ के गर्ने यसो थाहा भएको मान्छेले चाहिँ जानकारी दिउँ है कतै हाम्रो पार्टनरहरू हुनुहुन्छ भनेर चाहिँ कतै हाम्रो राइडरहरूलाई थाहा छ भने चाहिँ कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला ओके ल केटा हो एकैछिन ओर्लिनु न है एकैछिन ओर्लिनु न बुझ्नु भने हजुर होइन एकैछिन झर्दिनु न मेरो ब्याट्री सकियो कि स्विच अफ हुनु लाग्यो मोबाइल म पावर ब्याङ्क जोड्छु कि हुन्छ बस्नु बस्नु सक्नु गाह्रो पर्छ यो साइड है कहाँनिर हो ओके एउटा हो सानो पानी पऱ्यो भन्दै यो रेनको चौडेको पुरै भिजाइहाल्यो नि यार मलाई त सायद लागौँ पाउँ पानी त धेरै ठुलो छैन त सब भिज्यो यार साँपबाट हेर न यार केटा हो पानी पर्दाको झन्झट चाहिँ यार लास्ट के
भर्खरै रेनकोट अब पानी रोकियो भनेर रेनकोट भित्र राखेर ट्याक्क डिक्कीमा राखेर हिँडेको 1 मिनट भएको छैन फेरि पानी परिदिइराख्यो पिच्चा हुन्छ अरे काम गर्नु पनि गाह्रो गाह्रो छ मुला पानी पनि माफका रेनकोट राख्यो अनि पर्छ पानी यार यार केटा हो यहाँ कम्प्लेक्सको लोकेसन हान्नुभएको थियो मान्छे चाहिँ अलि उता हुनुहुन्छ अरे म त्यहीबाट जानै पर्ने हो के अरे त्यही भएर मैले चाहिँ त्यहीँ बस्नु तपाईँ म आउँछु भनेर भने के अब आज ठ्याक्क झन् बढी ट्रिप हान्यो त्यो दिन अब पानी परेर यस्तो बिजोग बनाइदियो कि अब 28 ट्रिप भ्याउनै पऱ्यो होइन त्यो माथि कस्तो हेरेको छ त्यो गाह्रो छ केटा हो तर गर्नै पऱ्यो नि त पानी परेपछि रेट चाहिँ दामी हुन्छ है त्यही भरि पुष्टकारीको प्लास्टिकको गाह्रो पऱ्यो नि त टायर त गयो जस्तो लाग्यो 100 गयो दुःख पाउनु भयो नि त झर्नु न रोक्नु है म गाह्रो भने भन्नु त टायर गइसकेको थियो खत्तम भयो नि खत्तम भयो अब नमिल्ने नै भयो नि त त्यही गर्नु न ल अहिलेको क्यान्सल गरिदिनु अर्को गर्नु न है यो पुरै पड्किसक्यो मेरो त अब हावा भरेर नि हुँदैन यो गाह्रो पऱ्यो नि त यहाँ हजुर ए हुन्छ हुन्छ त्यो अघिको बुक गरेर क्यान्सल गरिदिँदा हुन्छ अब टायर पड्क्यो हरिब्रो भयो यार यो यत्रो ट्रिप बाँकी छ टायरै चेन्ज गर्नुपर्छ अब ग्यारेज कहाँ पर्नु जान्छ मैले ल जानु होला नि त है सरी अब म पनि कहाँ पुग्नु पर्ने हिँड्दै अब गाह्रो पऱ्यो यार यता भन्दा नि यता चाहिँ छ कि जस्तो लाग्यो नजिकमा म कुदाएरै लगिदिनु पर्यो अगाडि पर्छ ल हस् है गाह्रो पऱ्यो नि त सरी अब के गर्ने त मैले टायर पड्छु उल्टो मेरो बिचोक अब चुप्पामा बसेर सिधा ग्यारेज लगेर जान्छु मेरो आफ्नो दाइको ग्यारेजमा ओके केटा हो अब यस्तै छ है 28 हान्ने भनेको 20 त हानिसक्दै अब 7-8 बाँकी छ या टायर हालेर गर्नै पऱ्यो यार रातिसम्म भयो भने पुऱ्याउनु पऱ्यो नि 500 कति बोनस भइसक्यो घाटा लाग्छ नत्र यार यस्तै हुन्छ क्या काम गर्छु भन्ने दिनमा के आइपर्छ यार केटा हो गाह्रो छ कुन बानमा भने गाह्रो हुन्छ नि अरूको भाषा N5 पढेको पढाएको क्या ये क्या बक रहे हो मादरचोद हो र मलाई नि पढाउनु त म त 10-11 लेसन भर्खर पढेको ए यता माथि हो तपाईँको होइन ठिकै छ समाउनु है
उल्टामा अलिक गाह्रो हुन्छ तलमा गाह्रो हुन्छ क्या मेरो नाम विश्वास हजुर गेस गर्दै छ म तामाङ हो म लोप्छन् हो यतै हो हेर्नु न 1 केजी आदि खानुहुन्छ नै भयो धन्यवाद तपाईँलाई कति कति थियो 180 ल हस् हुन्छ थ्याङ्क यू हस् वेलकम एउटा हो यो चाहिँ जमल है अब तनाव भयो नि त मेरो राइड 11 सिट मात्रै बाँकी थियो अब वाइल पानी परिरह है अनि पानी पनि पऱ्यो त्यसको अघि ग्यारेजमा यो टायर चेन्ज गरेँ हामी त अघि मैले पड्केर अनि ग्यारेजमै छोड्दैछु रेनकोट त गाह्रो पऱ्यो अरे स्लिप हालेर आएको रेनकोट सोचेको रेनकोटै छैन नहुने लेख्ने बेलामा यस्तै हुन्छ क्या आज नगर एङ्गो यति नै ठिक छ भनेको भने होला होइन यति केही छ त्यही पनि अब 600 रुपियाँ बोनसको घाटा लाग्यो कोही बात छैन अब के गर्नु त अब नहुने कुरा आफूले जति गरे पनि नहुँदो रहेछ केही छैन अब म चाहिँ रुमतिर लाग्नु पऱ्यो पानीमा भिजै दुःख पाइयो केटा हो ल सबैजनालाई धेरै धेरै धन्यवाद मेरो ब्लग हेरिदिनु भएकोमा सबैले साथ सपोर्ट दिनु होला यति छ ल फेरि हामी अर्को ब्लगमा भेट्नेछौँ एकदम सबैजनालाई शुभ रात्रि बाई बाई